ल सम्पूर्ण प्रभुका जनहरुमा जय मसीह। अहिले हामी आज चाहिँ हाम्रो युनाइटेड क्रिस्चियन शेपर्ड फेलोशिप UCSF को हाम्रो यो पिकनिक छ अनि हामी यहाँ अहिले नजिकै गोकर्ण डाँडामा आएका छौं। अब हाम्रो यहाँ आज दिनभरि हामी यही स्पेन्ड गर्छौं। सकेसम्म छोटो एउटा ब्लग बनाएर तपाईहरुलाई सो भिडियोमा मार्फत देखाउँछु है त। सूचना एक दुईवटा छ है। हामी विशेष गरी परमेश्वरलाई धन्यवाद होस् यो बिहानीको लागि र जतिजनाले यो संयुक्तको सूचनालाई स्वीकार गरेर आफ्नो समय बहुमूल्य समयलाई निकालेर आउनु भएको छ। हामी यहाँलाई एकदमै धन्यवाद दिन चाहन्छौँ। एक दुईवटा सूचना हामी गर्नेछौँ। हामी छोटो संगति गर्नेछौँ, त्यसपछि हामी प्रार्थनामा केही समय दिन सकिन्छ। 1 बजे ढिलो हुन्छ, ठिक छ, त्यो छिटो जसरी हुन्छ त्यही गर्दा केही छैन, फ्लेक्सिबल। हामी एक दुईवटा महत्त्वपूर्ण कुरा चाहिँ हामीले यो फोहोरलाई चाहिँ व्यवस्थित गरिदिउँ होला। हामीले ट्रास क्यान राखेका छौँ त्यहाँ। आजाको दिन उनले सृजेका रमाउँदैन खुसी मनाऊ र आनन्द गरौँ। आजको दिन उनले सृजेका रमाउँदै जाऊ र खुसी मनाऊ। आजको दिन उनले सृजेका खुसी खुसी मनाऊ, खुसी खुसी मनाऊ, खुसी खुसी मनाऊ, खुसी खुसी मनाऊ। भन प्रभु येशू ख्रीष्टको जय, भन प्रभु येशू ख्रीष्टको जय। मेरो लागि आए, मेरो लागि जिए, मेरो लागि आए, मेरो लागि जिए, मेरो लागि येशूले दुःख उठाए, मेरो लागि येशूले दुःख उठाए। मेरो लागि मारे ते, मेरो लागि गाडे, मेरो लागि मारे ते, मेरो लागि गाडे, मेरो लागि गौरी उठे। मेरो येशू खुसी मनाऊ, खुसी खुसी मनाऊ, खुसी खुसी मनाऊ। भन प्रभु येशू ख्रीष्टको जय, भन प्रभु येशू ख्रीष्टको जय। आमेन। पास्टर हरि, हजुर, यहाँ धेरै जुका हुन्छ, खुट्टालाई घरि चेक गर्ने भन्नु ल। ए ल त्यो पनि धन्यवाद सूचनाको लागि है। तपाईले सुन्नुभयो है, जुगाहरू चाहिँ अलिक हुन्छ अरे, त्यस कारणले गर्दाखेरि अलिकति सावधानी हुनु पर्यो। जुगाले पनि पिकनिक मनाएर आएर ल अब हामी आजको यो सेवालाई, हाम्रो पिकनिक कार्यक्रमलाई, संयुक्त इसाई गोठालोको संगतिको यो वार्षिक पिकनिकलाई हामी सुरुवात गर्न गइरहेका छौँ। त्यसकारणले गर्दा सुरुवाती प्रार्थना गर्नको निमित्त हाम्रो आदरणीय डाक्टर तेज रोकाज्यू अथवा संयुक्त इसाई गोठालो संगतिको अध्यक्षज्यूलाई म यो समय दिँदैछु। उहाँले प्रार्थना गरेर प्रभुको हातमा समर्पण गरेर हामी ल अहिले चाहिँ हाम्रो परिचयको समय हो। परिचय हुँदैछ विथ एक्सन है। वाह, पेट घट्ने भयो गुरु भाइको। विथ एक्सन। त्यसमा पनि अझै फ्रेस भएर सेवाकाईमा अझै टेवा पुगोस् र एकअर्कामा अझै नजिक हुन सकियोस्, एकअर्कालाई अझै भित्रबाट चिन्न सकियोस् भनेर हामीले पहिलादेखि नै यो कार्यक्रम गर्दै आएको छौँ।
र आज पनि यो दिन आएको छ। परमेश्वरलाई धन्यवाद होस्। खट्नी परमेश्वरका दास वचनको समय भयो, तपाईँहरूलाई धेरै धन्यवाद। आफू त आजै खटे, धेरै खटे। ल अहिले चाहिँ हाम्रो प्रेयर टाइम हो। हामी प्रार्थनामा समय बिताइरहेका छौँ। ग्रुप डिभाइड गरेर हामी प्रार्थनामा टाइम बिताइरहेछौँ। अलिकति अलि आउनु यो सर्कलमा अलिक नजिक आउनु डराएको जस्तो छ डराउनु पर्दैन पास्टर जय डराउनु भएको छ ल गेम टाइम अब सबैले हामी हात समात्नु सबैले हात समात्नु है त म चाहिँ खेलाउने तपाईँ हात समात्नु ल हात समात्नु हर आउनुहोस् पास्टर के जाउँ हात समातेर है अब कुर्सीमा चाहिँ होइन अलिक कुर्सी छोडेर अलिकति आउनुहोस् स्पोर्ट्समा खेल्दाखेरि अनि कुनै पनि गेम खेल्दाखेरि नियम हुन्छ अनि नियम पालन गर्नु पर्यो है नियम पालन गरेन भने त्यो गेमको कुनै महत्त्व हुँदैन त्यसको नियम चाहिँ के छ भने जुन तपाईँले हात समात्नु भएको छ राम्रो समात्नु त्यसले हात चाहिँ छोड्नु मिलेन तर छोड्नु मिलेन भने त साथीको हातले एकदम कडा समाचार नदुखाइदिनु अहिले चाहिँ हामी गेम खेल्दैछौँ खानासाना खाइवरी रेस्ट गर्ने गेम खेल्ने नाच्नेतिर छौँ हामी ल गुरुबाहरू नाच्दै हुनुहुन्छ अलिक बढी